नमस्कार सम्पूर्णलाई झोरले अनि सम्पूर्णलाई स्वागत गर्दछु। धेरै दिनपछि मैले भिडियो बनाउँदैछु। म एकदमै बिजी भएको कारणले यो निकै नै सुन्दर फुल कालाञ्चो हेर्नु न, जेठको महिना यति गर्मी छ तर पनि यसरी फुल खेलेको छ। मलाई भने यो फुल खेलेपछि काट्नै मन लाग्दैन, तर पनि अलिअलि त काटेर यसरी फन्जिसाइड लगाएर राखेको छु काटेको ठाउँमा। इनुरिनुर चाहिँ फुलेको छ, मलाई एकदमै मनपर्छ। धेरै कलरको छ मसँग यो कालाञ्चो। ढकमक्क फुलेको बेलामा चाहिँ म एकदमै बिजी भएको कारणले भिडियो बनाएर देखाउन सकिनँ। तर पनि अहिले यति बेला तपाईँहरूले यो कालाञ्चो फुललाई कसरी जोगाएर राख्नु भएको छ, मेरो चाहिँ अहिलेसम्ममा यतिको छ भने घाम अलिअलि घाम देखेको थियो अस्ति 2-3 दिन, तर पनि त्यतिखेर हेर्नु न यसरी जलेको छ यो पातहरू जल्छ। त्यही भएर यो समयमा चाहिँ तपाईँहरूले घाम पटक्कै नदेखाउनु होला, यसरी जलेको छ हल्का घामले पनि। अनि यसरी छ। अब अर्को साललाई यो जाडो सिजनलाई चाहिँ मैले यो कालाञ्चोको फुल एकदमै ढकमक्क फुलाउन छ, त्यही भएर मैले यसरी जोगाएर राखेको छु घाम नलाग्ने ठाउँमा, शीतलमा। अनि तपाईँहरूले यो कालाञ्चोको बोटको तल पातहरू छ, केही छ भने तपाईँहरूले फाल्न सक्नुहुन्छ, किनभने यहाँ फङ्गस लाउँछ। त्यसपछि तपाईँहरूले धेरै पानी नहाल्नु होला, हल्का पानी लाउनु होला। यो कालाञ्चोले मनै पराउँदैन धेरै पानी भने। यतिखेर चाहिँ तपाईँहरूको कालाञ्चोमा के कस्तो छ, अलिअलि किरा पनि लाउन सक्छ। किरा चाहिँ टिपेर फाल्नु होला, किराको दबाई नहाल्नु होला। त्यसपछि चाहिँ यो कालाञ्चो फुललाई तपाईँहरूले बेला बेलामा यसरी माथि पातहरूमा मात्रै पनि यसरी फन्जिसाइडको पानीले स्प्रे गर्न सक्नुहुन्छ। तपाईँहरूले जुनसुकै फन्जिसाइड प्रयोग गर्न सक्नुहुन्छ। र कहिलेकाहीँ बेला बेलामा तपाईँहरूले यसरी यहाँ गमलामै फुलमै फेरि फन्जिसाइडको पानी दिनुहोला, किनभने अहिले धेरै पानी नरुचाएको कारणले हल्का पानी हाले पनि यसलाई धेरै हुन्छ। त्यस कारणले फन्जिसाइडले चाहिँ एकदमै कन्ट्रोलमा राख्छ। र यो फुलहरू कालाञ्चोको फुलहरू यसरी छ मसँग, यसरी राखेको छु एकदमै शीतल ठाउँमा। भन्दै तपाईँहरूले पनि पक्कै पनि राम्रोसँग राख्नुभयो होला भन्दै मेरो भिडियो हेर्नुभयो। धेरै धेरै धन्यवाद।